कला भनेको आफ्नो अचेतनलाई देखाउने माध्यम हो भन्छन्। यो भनाइ मलाई त्यति साह्रो चित्त बुझ्दैन। कला भनेको अचेतनले चाहिँ आफूलाई देखाउने माध्यम हो। बिरुवामा सम्पूर्ण ऊर्जा एउटा बिन्दुमा कन्सन्ट्रेट भयो भने त्यहाँ एउटा फुल फक्रन्छ। तर हामी मानिसले बिरुवाले जसरी आफ्नो शरीरबाट फुल फक्राउन त सक्दैनौँ। हाम्रो कला भनेकै हामीबाट फक्रने फुल हो। माया भन या यो प्रकृति, यो भनेकै 7को म्याट्रिक्स हो। म्युजिकमा 7वटा नोट, लाइटलाई टुक्राउँदा 7वटा कलर, सप्त ऋषिहरू, पुरानो जियोसेन्ट्रिक मोडलमा 7वटा प्लानेट्स, 7चोटि रिइन्कार्नेसन, अनि अफकोर्स शरीरमा 7वटा चक्रहरू। इफ यु ट्राई गेटिङ आउट अफ दिस म्याट्रिक्स अफ 7, युल फाइन्ड नथिङ, शून्यता, जुन चाहिँ हाम्रो असली स्वरूप हो। बुद्धिज्म अरूभन्दा डिफ्रेन्ट लाग्नुको कारण चाहिँ इट इज र सिधै इट स्ल्याप्स यु विथ द ट्रुथ। नथिङ इज पर्मानेन्ट। क्लिङ्गिङ विथ दिस मेटेरियल वर्ल्ड इज युजलेस। वान डे युल हेभ टु लिभ युर बडी। आकाशमा त्यस्तो भगवान कोही छैन तिमीलाई मुक्ति दिन बचाउन बसेको। जस्तो कर्म गर्छौ त्यस्तै फल पाउँछौ। कर्म इज द स्ट्रङ्गेस्ट फोर्स इन दिस युनिभर्स।